बुढापाकाले भन्ने गर्थे नजाइन ठाउँमा जान हुँदैन, खान नहुने कुरो खानु हुँदैन। जानले मानेन, केही पनि जानेन। एउटा पार्टीमा गइएछ, टन्न रक्सी खाइएछ। मोटरसाइकल त एक्सिडेन्ट पो भएछ। मोटरसाइकल एक्सिडेन्ट भएछ, आफू बेहोस भइएछ, 32 वटा दाँत त भुइँमा झरेछ। डाक्टर साहबलाई आपत्तै पर्दैछ, डाक्टर साहबलाई आपत्तै पर्दैछ। अगाडि फिट गर्नुपर्ने दाँत त पछाडि पो घट्दैछ। त्यही भएर अहिले म चुइङगम चबाइरहेको छु। रङ्ग छैन, गन्ध छैन, स्वाद छैन। रङ्ग छैन, गन्ध छैन, स्वाद छैन। जीवनमा कतिपटक खाइयो त्यो पनि याद छैन। मैले पनि खाछु, तपाईँहरूले नि खानु भएको छ, खानु भएको छ। मेरो गाउँले आजको प्रमुख अतिथि राजाराम बर्तौला दाइले पनि खानु भएको छ। यज्ञ राज सुवेदी सरले पनि खानु भएको छ। हाम्रो रमेश उप्रेतीजीले पनि खानु भएको छ। यो हरेक ठाउँ हरेक मौसममा पाइन्छ। ल तपाईँहरूले भन्नुहोस् त, मै कसरी खाइन्छ? न दाँतै चाहिन्छ, आँखा झिमिक्क नगर्ने भ्याइन्छ। मै त फास्ट फुडको पनि बाउ पो त। यो शाकाहारी भोजन हो कि मांसाहारी हो त? पहिला पहिला यो जुठो भएको थियो, पहिला पहिला यो जुठो भएको थियो। अहिले यही मिठो भएको छ। जब त्यहाँ टिभी हेर्नुहोस् कि फिल्म हेर्नुहोस् त, धुधुरु त जुधा छ, जुधा छ। साला लाला पानी घट्टामा म त फस, साला लाला पानी घट्टामा म त साइल फर्कन्ना बाटुली कोही खोज है मेरो सट्टामा। नेता भुले कुर्सी र सत्तामा गर्लफ्रेन्ड फेर्छु हप्तै हप्तामा। हेर्नु दाजुभाइ दिदीबहिनी हो, हाम्रा नेताहरूले हामीलाई सिकाइसकेका छन्। आफ्नो माग पुरा भएन भने बन्द हडताल तोडफोड गरी सिंहदरबार घेर्ने हो, हप्तै पछि गर्लफ्रेन्ड फेर्ने हो। हप्तै पछि गर्लफ्रेन्ड फेर्ने हो। पाइन्छ त? नजानी ठाउँमा जानु परे जेल जान मन लाग्छ, नजानी ठाउँमा जानु परे जेल जान मन लाग्छ। चिल्लो चाप्लो खान परे सेल खान मन लाग्छ। चलचित्रको पर्दामा हिरोइन देख्दा परी भन्न मन लाग्छ। कोरियन आकाशी देखेर एकचोटि ठोकेर सरी भन्न मन लाग्छ। फुलबारी भए बाटुलीलाई माली बनाउँथी, फुलबारी भए बाटुलीलाई माली बनाउँथी। पानी पर्दा ओत लाग्ने पाली बनाउँथी। बाटुलीकी बहिनी भए साली बनाउँथी। बाटुलीकी बहिनी नभए आफ्नै काली बनाउँथी। पाप लाग्छ, पाप लाग्छ। अब हेर्नु न, बाटुली पनि अचम्म गइसक्यो कि। बाटुलीलाई भेटघाट नभए 1 हप्ता जति भइसकेको थियो। ओहो भएन, एकचोटि भेट जानु पर्यो भनेर आफू पनि नुहाइ धुवाइ गरेर तयार भएर है बाटुली घरमै गई। टेन्सन भएर हो। अनि घरमा गएको त बाटुली पनि नुहाइ धुवाइ गरेर तौलियाले यति यति मात्रै ज्यान छोपेर कपालबाट पानी तप्प तप्प चोएर घाम तापेर बसिरहेको थिएँ नुहाएरै। अनि मैले बाटुलीलाई भने, के बाटे के बाटे भने त बाटे त म सब बोल्दै बोलिन। त्यही त भन्दैछु, किन ठुस्केर बस्या भने त लौरे बा लाजाले किन लाज गर्नु पर्यो? तैँले यहाँ कोछो र कोही पनि छैन, तरमा मात्रै हो, के फरक पर्छ त? तपाईँ लाज माने हो त? होइन, जेठासुको लाजले लौरे बा भने के हो?
ऐ भर्खर म नुहाइ धुवाइ गरेर बाथरुमबाट यही तौलियाले ज्यान छोपेर के फुत्त ढोकाबाट निस्केको थिएँ। जेठाजु त टुप्लुक्क आइपुग्नु भयो भने अनि जेठाजुले के भने त भने त अब दुलै भाइलाई भेट्नु पर्थ्यो, भाइ कता छ भनेर भनिस्। अनि तैँले के भनिस् त? मैले त बोल्नै सकिनँ नि आमै नि त ज्यान तौलियाले छोपेको थियो, लाज मर्नु पो बोल्नै सकिनँ। अनि तैँले के गरिस् त? के गर्नु हत्तको त तौलिया निकालेर मुछ्यो क्या अनि मैले भने तैँले त लाज मर्नु कुरो गरेको थिएँ नि, के गर्छ तैँले? हेर अब अहिले कोही पनि मान्छे छैन, त्यही तौलियाको भरमा किन यस्तो मैले गरेर बसेँ कि झाक्रुक्क गरेर भित्र गएर केही ल्याएर जा त, केही ल्याएर आइज जा भने त दौडेर गएर चप्पल लाएर मरेछ। के गर्नु अब आधी छ चप्पल लाएर मरिछ। यो बाटा पुरा गरिदिनु म त, मलाई त आफ्नै घरको बुढी साडी याद आयो, त्यो तपाईँ लाग्छ तपाईँहरूलाई। एकचोटि पहिलोचोटि बिहा गर्ने क्रममा ससुरालीतिर जाँदाखेरि चट्ट लाएर गयो, राडी साडी ओछ्याइ रहेछ। के लाएर? जुत्तै लाएर गएको थिएँ। अनि त्यसपछि ससुरा बाबाले ठ्याक्कै हो ठ्याक्कै हेरौँ त्यो उहाँ पनि त्यसै रहेछ नि त्यो भयो नि त्यहाँदेखि तैँले ससुरी गएको रूपले सिध्याउ न। अनि त्यसपछि गएको दुईटी राम्री राम्री तरुनी यहाँ आकाशी भने राम्री केटीहरू बिहा गर्न भरे भोलि भएर बसिरहेको छन्। लौ न कुन चाहिँ बिहा गरौँ कुन चाहिँ बिहा गरौँ कुन चाहिँ बिहा गरौँ भने त अब ससुरा बाले के भन्नुभयो, हेर्नुहोस् अब दुईटी केटी छन्, जुन चाहिँ इच्छा लाग्छ त्यही बिहा गर्नु, पालो चाहिँ जेठीको हो भन्नुभयो। कस्तो थाहा भएको यसले। अनि के भइदियो भनेदेखि कति पढाएको छ जेठी तपाईँको जेठी छोरीले भने त अब राम्रो पढाएको छ, अब हस्पिटलमा जागिर खान्छे नर्स नि हो भनेर भन्नुभयो। मलाई त झन् रिस उठेको हो, तपाईँको जेठी छोरी चाहिँ म बिहे गरिदिनु जानुहोस् भनेर भन्ने। के कमी छ मेरो जेठी छोरीमा? जागिर पनि छँदैछ भन्नुभयो। जागिर मात्रै भएर हुन्छ, बिहा गरेपछि त माया पनि गर्न जान्नु पर्यो नि त भनेर भने। जानिहाल्छ नि भने नर्सहरूले माया गर्न जान्दैनन् भनेर भन्ने। किन भनेर भने त अब कसरी माया गरौँ त गरेर विचार गर्नुहोस् न। 24 घन्टा बिरामीहरूलाई सेवा गरेर सुई हालिरहेको बानी, अब त्यस्तालाई बिहे गरेर घर लिएर गयो, खाइपी गरेर यसो बुढीलाई माया गर्नु पर्यो भनेर खाटबाट उठ्न पाएको छैन। तपाईँ रेस्ट गर्नुहोस्, तपाईँ रेस्ट गर्नुहोस्, तपाईँ रेस्ट गर्नु उल्टो उसैमा सुई हालिन्छ। त्यही भएर मैले मलाई पुग्यो यो चाहिँदैन, बरु कान्छी कान्छी कान्छीले के गर्छ कति पढेको छ के जागिर खान्छ भने त राम्रै पढाएको छ मास्टरी हो भन्नुभयो ससुराबाले। म त क्या खुसी लाग्यो, एकदम खुसी लाग्यो। ल मास्टरीसँग बिहा गरिन्छ, मेरो छोरी मास्टरीमा के छ तपाईँले के देख्नुभयो भन्दा जे छ मास्टरीमा छ, माया गर्न जाने हुन्छ मास्टरीहरूले भने। कसरी भन्दाखेरि अब सधैँभरि बच्चालाई पढाइरहेको बानी होमवर्क दिएर नि बच्चाले कहिले नमिलाउने। तिमीले गरे भएन फेरि गरेर ल्याऊ, तिमीले गरे भएन फेरि गरेर ल्याऊ भनिरहेको बानी बुढीलाई यसो माया गरे बुढा भएन फेरि गर्नु न। रिपिट एगेन बुढा, रिपिट एगेन। एकछिन पहुँच, एकछिन है। हेलो ओ काठमाडौँबाट बाटे म यसो गरिरहेको छु, म कार्यक्रम किन्नेमै हो। एसएमएस गरेँ एसएमएस। हेलो म कार्यक्रममै छु। कस्तो शङ्का गरिदिन्छ यो त, यहाँ नेपाली केटीहरू मरियो कोही छैन, कोही पनि छैन, कोही छैन, नेपाली दाजुभाइहरू मात्रै छौँ। तपाईँ बुझ्दिनुहोस् आकाशीहरू छन् त छन् नि। लगन त कुनै भाषा आउनु पर्यो नि कहाँ लगन के भयो कि हो? चाँडै आउँला चाँडै आउँला, कोरिया सर्ट डुलेर आउँला, ढाडीको चिउरा चाहिँ फुलेर आउँला। जाउँला जाउँला त चाहिँ हेत्तेरिका आउँछु म चाँडै आउँछु भने त चाहिँ कात्तीको धान चाहिँ झुलेर बस्नु, म नआउँदैन एउटा लफङ्गोसँग डुलेर बस्नु। यो बाटो बडा शङ्का गर्छ कि मलाई। आइमाईको के गर्नु, आइमाईको जातै गयो भने फेरि आफूलाई नभने यो राम्रो कम्पनीको धागो राम्रो चर्खाको, यो राम्रो कम्पनीको धागो राम्रो चर्खाको, छोरी राम्रो आफ्नो स्वानी राम्रो अर्काको।
अब फेरि फोन आयो। हेलो लाउरे बोल्दैछु लाउरे रिटायर रिटायर के रे मेरो बाहिर चाहियो रे तपाईँ को बोल्नु भयो ओहो उत्तर कोरियाको डन तपाईँ उत्तर कोरियाको डन म पनि दक्षिण कोरियाको डन हो ओहो बाहिर पुरै चाहियो पहिला के चाहियो ल भन्नुहोस् म जन्मिया साल त्यो बेला त बाउले जन्मिदिएको गाडेको कर्सातिर कर्सा गाडेर के मेरो साथ छैन ओहो के मेरो घर नेपालमा हो नेपाल हो के रे हेटौडा हेटौडा त मेरो घर हो काठमाडौँ त मेरो डेरा हो तपाईँ कति दिमाग छाडिरहनु भएको मलाई एकदम उत्तर कोरियाको फोन राख्नुहोस् अब फेरि काठमाडौँ कहाँ हुने मेरो घर काठमाडौँको त घन्टा घर त्योभन्दा पहिला काठमाडौँको माइती घर त्योभन्दा पहिला भक्तपुरको गट्ठा घर त्योभन्दा पहिला धादिङको टायल घर त्योभन्दा पहिला आमाको पाठे घर कति दिमाग चाटेको भने चाटिने एउटा तरिका हुन्छ काठमाडौँको डनभन्दा तडाएर छ यो मान्छे त काठमाडौँ भन्ने बित्तिकै काठमाडौँको छैला कचिला कोरियाको मोमो काठमाडौँको छैला कचिला कोरियाको मोमो झुन्झाल भाइले कपडा कुप्लो खाइदिउँ श्री गणेश हेर न हेर म भन्ने बित्तिकै उयो भाइले घुट्टुको थुकै नि केलाई छुट्याउनु बाहुन छेत्री केलाई छुट्याउनु जैसी सबै जातको मिठो नास्ता 10-12 बेते भैँसी भैँसी मात्रै भएर हुन्छ भैँसीले चाहिन्छ रक्सी चाड गया ऊपर रे खटमुनि रक्सीको बोतल रे चढ गया ऊपर रे खटमुनि रक्सीको बोतल रे घुटुक 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 दर्शकवृन्द अब म तपाईहरुलाई यो माहौलबाट अलिकता नेपालको बिग्रेको राजनीतिक अवस्थापट्टि ध्यान आकर्षण गराउन चाहन्छु म भर्खर नेपालबाट आएको नेपालको अवस्था कस्तो छ भनेर मलाई नसोध्नुस् बर्बाद छ तपाई हाम्रा छोराछोरीहरु छाना नभएका स्कुलमा पढेका छन् नेताले 1.5 करोडको गाडी चढेका छन् हो देशको ढुकुटी रिकिसक्यो गरिबीले डाँडो काटिसक्यो खोलामा पुल छैन जलस्रोतको दोस्रो धनी देश खाने पानी छैन बिजुलीको बत्ती छ पोल छ बत्ती छैन त्यस्तो देशको जनता तपाई हामीसँग चढ्ने गाडी घोडा छैन साधन त्यस्तो देशको जनता तपाई हामीसँग चढ्ने गाडी घोडा छैन साधन कोरियामा दुःख मेहनत गरी पसिना बगाएर नेपालको रेमिट्यान्स धान दिने तपाई वीर गोर्खालीलाई मेरो न्यानो मायाको अभिवादन हामी जन्तै उस्तै गरीबलाई साउ मिलेको छैन व्यापारीलाई भाउ मिलेको छैन खेलाडीलाई दाउ मिलेको छैन जनतालाई नुन र अदालतमा कानुन छैन बच्चालाई पोषणको समस्या छ महिलालाई शोषणको समस्या छ अझै पनि हामी देशमा संविधान भनेर संविधानको नाममा नारा लगाउँछौं बन्द हडताल तोडफोड गरेर उल्टे ढुङ्गा खान्छौं अब कि सिंगो नेपाल 601 सांसदको मात्रै प्याओ हो भनेर 3 करोड नेपालीले लालमोहर छाप लगाइदिनु पर्यो होइन भनेदेखि संविधान भन्ने शब्द नै नेपाली शब्दकोशबाट हटाइदिनु पर्यो त्यस्ता यो सब देश बिगार्ने त्यो भ्रष्ट नेताहरू त्यो भ्रष्ट नेतालाई अब हामी छोड्नु हुँदैन यस्तो बनाउनु पर्छ कि नाङ्गे जात बनाउनु पर्छ कसरी थाहा छ यसरी बनाउनु पर्छ हर्की भन्ने लाग्यो धुलो उडिरहेछ यसरी बनाउनु पर्छ अब हर्के अब हर्के आयो बटन त बोल्नु न
अर्को भित्र लाग्यो आनै नाच्यो साँच्ची नै छ यो मजा आयो त्यसले खाइरहन्छ त म सोधु यो कोरियाको कति धेरै मान्छे यो मान्छे देखेर त मलाई त मेरो नेपालको याद आयो मलाई मेरो घरको याद आयो मलाई मेरो डल्ली सानीको याद आयो तपाईको सानी के सानी मेरो सानी पो सानी तपाईको सानी के सानी मेरो सानी पो सानी मेरो सानी बिहान सबेरे 9:30 बजे उठ्छ मर्निङमा जान चिया नास्ता मैले नै बनाउनु पर्छ खाना आँखामा 9 थरीको रंग धाचे गफ चुटेर बस्छे नचाइदो कुरा सिक्छे यो हर्नेहरुलाई ढुट्टो भएको भेट्छ जागे ती झडा लोग्ने मान्छे भन्दा आइमे तगडा मेरो बिहा भएको वर्षौं भइसक्यो मेरा बाआमालाई नाति नातिना खेलाउने रहर भएको पनि धेरै भइसक्यो लौ सानी बाआमाको सपना पूरा गराउन भनेर मैले मेरो स्वास्नीलाई अनुरोध गर्दा मैले त मेरो स्वास्नीलाई छुनै हुन्न रे डल्लो ज्याले त सन्तान जन्माउनै हुन्न रे मलाई त यस्तो रिसिट्यो अब स्वास्नीसँग अब छुनै नहुने भएछ त मलाई रिसिट्यो त्यसपछि 1 वर्षसम्म मेरो स्वास्नीसँग बोलिन त्यो डल्लीले नि मनको कुरा खोल्दै खोलिन 1 वर्षपछि त बालाई ए सासुरा बा म त आमा बन्ने भाछु है यो भनेर मर्थे मलाई यस्तो रिसिट्यो ए बा यो हुन सक्दैन म मेरो स्वास्नीसँग नबोले 1 वर्ष भइसक्यो नबोले स्वास्नीसँग पेटा बच्चा कसै गरी हुन्छ ल तपाईहरुले भन्नुस् त हुन्छ लजाएर के भन्छ तिमी नबोलेर के भयो त तिमीले पासपोर्ट साइजको फोटोले काम गरायो ल भन्नु न दर्शकवृन्द पासपोर्ट साइजको फोटोले कम हेतेरेका पासपोर्ट साइजको फोटोले पेटमा बच्चा हुन्छ प्लिज भनिदिनुस् त काँडा हुने पासपोर्ट साइजको फोटोमा कमर भन्दा मुनिको भाइ होइन ए बाबा यस्तो रिसिट्यो म घर नभएला मेरै घर छिमेकी बोलाएर मैले किनेर सोफामा त्यसरी चुकुलाएर बस्नुहुन्छ डल्ली त्यसपछि मैले मेरो बाल कान्नै पुर्याइदिए के काण्ड पुर्याए थाहा छ तिनीहरू दुईजना बसेर सोफै बेच्दै अब एउटा सुत्ने खान्छ त्यो नि बेचिदिन्छु अनि कार बजार छ मैले हेर्नु त आजदेखि मेरी स्वानी मरिँदैन मेरी स्वानी आजदेखि मरिजाऊ मरी हरिओम तस हर्के हल्ला र मम छोइला लास्टमा कचेरा श्रीमती डल्ली यज्ञ से पुराना छ हर्के राज्य महापुराण से पराधे आज स्वास्नी पहिला गएको श्राद्धे आलु राशि अंडा शीतल भट्टीतिर सरे जाड नखाइन जति सबै मरे यसै पानी पिण्ड दारा तारे स्वास्नी पहिले गरेर के हो त त्यो सानो एउटा बच्ची थिए अब त्यो पनि गरे के भन्दा ससुरालीमा त्यसको अब एउटा सानी बहिनी छारे ए बाबा स्वास्नी त्यति डली छ त्यसै बहिनी कतै होली भित्रैबाट मनै मरे साली को भइन थाल्नु होला काली कुट्टिम महाउत्तिम खैरी कुट्टिम तथै बच काली कुट्टिम महाउत्तिम खैरी कुट्टिम तथै बच ताटे पाङ्ने लाल कुतो गरे घरमै बस लिडे भैसी ठुटी गाई पाडा बाछा महेश्वर रातो भाले कालो पोती रक्षा गर परमेश्वर मनकामना कुरा गर्नुहुन्छ तपाईँ रक्षा गरेर परमेश्वर मैले चढाइदिए अब म तपाईहरुलाई अलिकति यो माहौललाई चेन्ज गरेर गीततर्फ लिएर जाँदैछु त्यही चाहियो हो दुनिया चाहियो अब माग्नेहरूले काठमाडौँमा यसरी माग्ने चलन छ कोहीले थर्काएर माग्छन् कोहीले फकाएर माग्छन् कोहीले माया दया देखाएर माग्छन् कोहीले सारङ्गी लिएर गाडीमा चढ्छन् काठमाडौँमा गाडी झरे उड्दै थन्कुने भञ्जिङ काठमाडौँमा गाडी झरे उड्दै थन्कुने भञ्जिङ भञ्जिङको ओह्रालोमा बाटो खञ्जङ
दाइबर्दैन खलासीको ठट्टा गर्ने बानी दाइबर्दैन खलासीको ठट्टा गर्ने बानी नबिसेमा गाडी रोकी खाइनस् त पानी गायो गाडी निराचार पाङ्रा टेकेरा ताईको साली निरा तरुनी देखेर वारीपट्टि हलो काटी पारीपट्टि चोइटा वारीपट्टि हलो काटी पारीपट्टि चोइटा सबै दिदी जम्मा भए कान्छी दिदी खोइ त कान्छी दिदी खोइ भन्यो भाइले पहिला गयो भन्दै यो ठुल दाइले कान्छी दिदी खोइ भन्यो भाइले पहिला गयो भन्दै यो ठुल दाइले माथि माथि पहाडमा बाँस्यो रातो भाले माथि माथि पहाडमा बाँस्यो रातो भाले राङ्गी राङ्गी केटी पाए ल्याउनु पाले ए चाइनिज फुल्टिन टेक्टन चाइनिज फुल्टिन लुटो आएर झनै फुल्टिन लुटो आएर झनै फुल्टिन गीत बिग्री हो नि मरिलो गीत बिग्री हो यो गीत बिगार्ने इन्डियाको सलमान खान खल्तीभित्र हात हालेर ढिङ्क चिक्का यस्तो नि गीत हुन्छ यही गीतलाई मन पराएर अहिले नेपालमा नयाँ गीत रेकर्ड गरिरहेको छ खल्तीभित्र हात हालेर नुनको ढिङ्क खल्तीको नजिकै नुनको ढिङ्का हुन्छ अहिले नेपालीले राम्रोसँग आफ्नो राष्ट्रिय पोसाक दौरा सुरुवाल लाउनु पाएको छैन खल्तीको नजिक के हुन्छ आउनु थाल्दैन अन्जु पन्तको नपाए तिमीलाई नबिर्से तिमीलाई बिना दिलमा सजाए तिमीलाई यही गीत हाम्रो मिताले नबिर्स्यो मैले तिमीलाई नपायो मैले तिमीलाई बिना अर्थ दिलमा तिमीलाई सजाइरहेको छ जिन्दगी 2 दिनको चोला जिन्दगी 2 दिनको चोला आज भेट कोरियामा हाम्रो फेरि भेट होला नहोला फेरि भेट होला नहोला पक्कै भेट हुन्छ है होला पक्कै भेट हुन्छ है होला होला चाहिँदैन मलाई ठुलो सहर गाउँ भए पुग्छ चाहिँदैन मलाई ठुलो सहर गाउँ भए पुग्छ हजुरहरूको मनभित्र ठाउँ भएको छ मेरा प्रस्तुतिहरू सायद कतिलाई मन पर्न सक्छ कतिलाई मन नपर्न सक्छ पढ्दैको भए म साह्रै खुसीमा आभारी हुनेछु यदि मेरो प्रस्तुति मन नपरेको भए मलाई गर्नुस् गाली एकचोटि प्लिज आयोजकको नाममा बजाइदिनु ताली तपाईले ताली बजाएको म त के देखेँ ए खेमजी छिटाउनु छिटो मलाई के भयो खेमजी अर्को अन्त के भयो किन मलाई बोलाएको उहाँले ताली बजाएको म त कहाँ के दुख्यो लौनी हस्पिटल कहाँ छ हस्पिटल हस्पिटल त आज सल्लाह हो यहाँ त बन्द छ त हो र हो नि मलाई मेडिकल भन्यो नि मेडिकल कहाँ छ मेडिकल पनि छैन मेडिकल पनि आज बन्द छ एउटा सिगरेटको मेडिकल चाहिँ थियो त्यो पनि बन्द त्यो खुला तर त्यो खुला छ भने म चाहिँ त्यो मेडिकल गएँ होइन त्यहाँ एकदम खतरा छ त्यो मेडिकल खतरा छ एकदम खतरा छ त्यो के खतरा छ त्यो मेडिकलमा ओहो एकचोटिमा त्यो मेडिकलमा बिरामी भएर यो औलो बिरामी भएर रगत जचाउन मेडिकल गएको यो औलो चट्टै काट्यो के मैले कुरै बुझेन राम्रोसँग भन्नु न यो औलो बिरामी भएर रगत जचाउन म मेडिकल गएको यो औलो चट्टै काट्यो ओहो मेरो त पिसा त जसो छ अर्केलाई नजा भने मानेन त्यो डाक्टरले के काट्ने के